यहाँबाट के त्यहाँ पक्कै बाटो खनेको होइन उकेमा पुलै उके सिँढे 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 छ त त्यहाँ गएपछि त्यही हो क्या सिँढे यहाँबाट त राम नदी मन्दिर हाम्रो चाहिँ जोडी भनिदेऊ त यता हेरेर क्या कहाँ जाँदैछ भनिदेऊ त थाहा होला नि कहाँ अरे हामी यो चाहिँ राम नदी रामदी धामको चाहिँ गुफामा जाँदैछौँ शिव मन्दिरमा दर्शन गर्नको लागि आज सोमबारको दिन बिहानदेखि भोकै केही पनि नखाइकन मन्दिरहरूको दर्शन गर्दै घुम्दै यहाँ यस्तो यहाँ मन्दिर जाने बाटो हो यो यहाँ राम नदीको मन्दिर किनारमा हामी जाँदैछौँ यो चाहिँ रामदी पुल अनि यहाँ चाहिँ मन्दिर सिद्ध बाबा मन्दिर यहाँ चाहिँ म धेरै पहिला एकचोटि आएको थिएँ एकदम राम्रो ठाउँ छ गुफाभित्र मन्दिर छ एकदम रमाइलो ठाउँ छ प्रकृतिको एकदम सुन्दरताले भरिएको ठाउँमा नदीहरू खोलाहरू बोट बिरुवाहरू शान्त वातावरण अनौठो प्राकृतिकको आनन्द लिँदै भित्र मन्दिर छ उहाँ चाहिँ मन्दिर दर्शन गर्न आउनुभएको छ उहाँ भन्ने कि है जाउँ छ सिँढी सिँढी जाने माथि मन्दिर दर्शन गर्न आज त किन हो हामी त भोकै लागेको छैन त मन्दिर जाने भनेर त होला नि भोकै लागेको छैन त दुईचोटि खाना खाने बेला भइसक्यो वाह कति रमाइलो दृश्य घाम लागेको छ कति राम्रो हिजो पानी आएको थियो है पुरा मौसम एकदम सफा भएको छ यसै हो त नि रामदीको सिद्ध बाबाको गुफा हाम्रो यात्रा जारी छ आज कार्तिकको पहिलो सोमबार यहाँ आउने मौका जुरेको छ मन्दिरमा कति राम्रो दृश्य छ यहाँ पहाडहरू चट्टानहरू यस्तरी चट्टानै चट्टानको पहाड मन्दिर परिसर नजिकै हामी आइसकेछौँ झरनाको चिसो पानी राम्रो बगेको खोला
कोठाभित्रबाट निस्केको पाउनुहुन्छ। अनि यता भेटघाट थियो अनि यसो यहाँ जाम भन्ने कुरा गएर बाल्नुहोस् त्यहाँ म अब यो साफ गरिदिन्छु भनेर लागेको छु। हामी दुईटा हो त्यहीँ बाल्नु त्यहीँ बाल्नु। भगवानलाई जुन दिनु त्यो भगवानको हो। प्रत्येक दुईजना भन्ने मान्छे लड्दैछ यहाँ मान्छे लोटेर दिइजे हुनुभन्दा त